तबसम्म म संसारमा रहन्छु। हरेक समय प्रभुको तपाईँ यीशु प्रभुको नामलाई म उचाल्दछु। तपाईँको नामलाई प्रभुको प्रशंसा गर्दछु। तपाईँलाई कोही पनि प्रशंसाको योग्यता छैन। हालेलुया, हालेलुया प्रभु यीशु। तपाईँ चाहिँ एक राजा, तपाईँ चाहिँ प्रभु, तपाईँ प्रभु हुनुहुन्छ। तपाईँ चाहिँ जीवित अनि जिउँदो हुनुहुन्छ। यदि हामीले गरेको विश्वास आज तपाईँ प्रभुको मृत्युलाई जितेर 3 दिनमा पुनर्जीवित नहुनु भएको भए त आज हामीले गरेको विश्वास व्यर्थमा जाँदथ्यो। त्यसैले मण्डली परिवार यसका यस समय भजन सङ्ग्रह 82 एक पद अनुसार तपाईँ आफ्नो हृदयले हरेक प्रार्थना शक्ति उहाँमा तिर्सना उहाँमा धन्यवाद दिनुहोस्। प्रिय मण्डली परिवार, आज उहाँको कृपा, उहाँको करुणा, उहाँले गर्नुभएको अपार पुर्याउने कारणले गर्दा आज हामीले यो सुन्दर ठाउँ अनि यो असल ठाउँ अनि उहाँले आज उहाँको स्वर्गीय राज्यको हप्ता पनि अधिकार दिनुभएको छ। साथै आज हामी संसारमा हराइरहेको थियौँ, संसारको दौलतले फर्किरहेका थियौँ। आज हामी पापी थियौँ। आज त्यो सबै थोकदेखि थियो उहाँको त एक थुमाउने लगतद्वारा आज हामीले त्यो सबै थोकदेखि छुट्याउनुले तपाईँ यीशु भएका कुनै पनि परमेश्वरलाई महिमा प्रशंसा गर्न सक्दैनौँ। हालेलुया, तपाईँ प्रभुलाई म धन्यवाद दिन्छु। यीशु राजा, यीशु राजा, म तपाईँलाई धन्यवाद दिन्छु। हालेलुया, हालेलुया। Wow.
तपाईँ गर्नुभएको त्यो प्रेमको निम्ति चाहिँ साँच्चै प्रभु म तपाईँलाई मेरो सम्पूर्ण सारा हृदय मेरो समाजमा शक्ति प्रभु तपाईँको महिमा गरेर यीशु राजा तपाईँ प्रभु चाहिँ हाम्रो एक असल गोठालो हुनेछ साँच्चै प्रभु आज हामी मृत्युको अन्धकारमा एउटा घाँटी गएर जाँदै गर्दा पनि प्रभु आज त्यो खतरादेखि बचाउ हुँदै तपाईँ चाहिँ हाम्रो एक असल गोठालो हुनुहुन्छ साँच्चै प्रभु तपाईँलाई के दिने सक्छु र प्रभु येशू तपाईँले दिनुभएको जीवन तपाईँले दिनुभएको एक विश्वास प्रभु तपाईँसँग संसारमा रहन्छ प्रभु येशू म तपाईँ प्रभुलाई हरेक परिस्थितिको समस्या बाधा त्यो सबै कुरा प्रभु म तपाईँको महिमा प्रशंसा गर्दछु हरेक समय सुनिरहेको छु यो अवस्थासम्म तपाईँ चाहिँ मेरो जीवनको मालिक हुनुहुन्छ प्रभु येशू तपाईँ चाहिँ मेरो उद्धारकर्ता हुनुहुन्छ तपाईँ चाहिँ मेरो मुक्तिदाता हुनुहुन्छ प्रभु येशू म तपाईँलाई धन्यवाद गर्छु साँच्चै प्रभु तपाईँ प्रभु चाहिँ मेरो सबै थोकको मालिक हुनुहुन्छ अनि साथी प्रिय मण्डली परिवार यस समय प्रभु येशू ख्रीष्टले हामीप्रति गर्नुभएको अनुग्रह कृपाको निम्ति उहाँ प्रभु येशू हामी ताली बजाएर धन्यवाद गर्छौँ उहाँको कृपाको निम्ति उहाँको अनुग्रहको निम्ति उहाँले हाम्रो हामी पापमा थियो होला तर त्यो सबै कुराले आज तपाईँ र मेरो निम्ति चाहिँ त्यो कल्भरीको क्रुसमा उहाँले बगाउनु भएको त्यो एक थोपा रगत र तपाईँ र मलाई दिनुभएको नयाँ जीवनको निम्ति हामी कसरी चुप बस्न सक्छौँ र साँच्चै प्रभु म तपाईँलाई धन्यवाद 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 जति चढाए पनि प्रभु तपाईँ प्रभुलाई चाहिँ कमी नै हुँदछ तर प्रभु म तपाईँलाई चाहिँ धन्यवाद गर्छु ईश्वर राजा म तपाईँलाई धन्यवाद 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 सबै कुरा तपाईँको महिमा भएको तपाईँको प्रशंसा भएको तपाईँको जयकार भएको प्रभु ईश्वर साँच्चै प्रभु म तपाईँलाई धन्यवाद दिँदछु अनि साँच्चै प्रभु अब बाँकी समय अबको बाँकीमा सबैमा तपाईँको उपस्थिति तपाईँको अनुग्रह बताइ सबै कुरा तपाईँ प्रभुको हातमा राख्दै तपाईँ प्रभु ईश्वरलाई आदर अनि महिमा भक्ति गर्दछु ईश्वर प्रभुको नाममा आमेन।